Let's talk about China versus Japan in EV race. एक समय थियो मेड इन जापान लेखिएको देख्न साथ मानिसहरू ढुक्क हुन्थे। तर आज विश्वकै सबैभन्दा धेरै इलेक्ट्रिक गाडी बेच्ने कम्पनी जापानको होइन चाइनाको हो। अझ रोचक कुरा के छ भने विश्वका धेरै इभीहरूमा प्रयोग हुने ब्याट्री पनि चाइनामा नै उत्पादन हुन्छ। अब प्रश्न उठ्छ, यदि इभीको हार्ट नै ब्याट्री हो भने के अहिले चाइनाले अटोमोबाइल उद्योगको खेल नै बदलिसकेको हो त? अनि के चाइनिज इभीहरूले साँच्चै जापानिज गाडीलाई चुनौती दिन थालेका हुन्? आज यही विषयमा कुरा गर्छौं। धेरै नेपालीका लागि जापानी गाडी भनेको केवल एउटा गाडी होइन, त्यो विश्वासको नाम हो। टोयोटा, होन्डा, निसान यी कम्पनीहरूले दशकौंसम्म विश्वभर आफ्नो विश्वसनीयता प्रमाण गरे। अझ जापानले ड्राई सेल ब्याट्रीदेखि लिथियम आयन ब्याट्रीको इन्भेन्सन र कमर्सियलाइजेसनमा पायोनियरिङ भूमिका पनि खेलेको थियो। So Japan is also trying to maintain its separate identity in EV technologies, where Panasonic is also producing and enhancing its batteries. आज काठमाडौँका सडकहरू हेर्नुहोस्, BYD, डिपाल, ओमोटा, लिप मोटर लगभग हरेक महिना एउटा नयाँ चाइनिज इभी नेपाली बजारमा प्रवेश गरिरहेको छ। यसको कारण केवल सस्तो मूल्य होइन, वास्तविक कारण धेरै गहिरो छ। पहिले अटोमोबाइल उद्योगमा प्रतिस्पर्धा इन्जिनको थियो। कसको इन्जिन शक्तिशाली, कसको माइलेज राम्रो, कसको गियर बक्स उत्कृष्ट। तर इभी आएपछि नियम नै फेरियो। अब खेल इन्जिनको होइन, ब्याट्रीको हो, सफ्टवेयरको हो, सेमिकन्डक्टरको हो, आर्टिफिशियल इन्टेलिजेन्सको हो। यही ठाउँमा चीनले विश्वलाई चकित पार्यो। आज विश्वका धेरै इभी कम्पनीले प्रयोग गर्ने ब्याट्री चीनमै उत्पादन हुन्छ। चीनले ब्याट्री, कच्चा पदार्थ उत्पादन र प्रविधिमा गरेको ठूलो लगानीका कारण आज इभी क्षेत्रमा विश्वकै अग्रणी देश बनेको छ। त्यसैले अहिले चीनिया कम्पनीहरूले कम मूल्यमा धेरै रेन्ज, आधुनिक सफ्टवेयर र आकर्षक फिचर दिन सकेका छन्। तर के यसको अर्थ जापानी गाडी अब कमजोर भइसक्यो त? उत्तर हो, होइन। यदि तपाईँ दीर्घकालीन विश्वसनीयता, टिकाउपन, सेवा सञ्चार र पुनः बिक्री मूल्यलाई प्राथमिकता दिनुहुन्छ भने जापानी ब्रान्डहरू अझै पनि निकै बलिया मानिन्छन्। तर यदि तपाईँ नवीनतम इभी प्रविधि, स्मार्ट फिचर, अत्याधुनिक ब्याट्री र मूल्य अनुसार धेरै सुविधा खोज्दै हुनुहुन्छ भने चाइनिज इभीहरू अहिले पनि निकै नै आकर्षण विकल्प बनेका छन्। त्यसैले आजको प्रतिस्पर्धा चाइना र जापान बीच होइन, यो प्रतिस्पर्धा हो अनुभव र नवप्रवर्तन बीच, विश्वसनीय इतिहास र भविष्यको प्रविधि बीच। अब अन्तिम प्रश्न, यदि आज तपाईलाई एउटै मूल्यमा एउटा जापानिज गाडी र एउटा चाइनिज इभी मध्ये एउटा रोज्नु पर्यो भने तपाईँ कुन रोज्नुहुन्छ? आफ्नो ओपिनियन कमेन्ट गर्नुहोला। For EV and automobile related information, follow us on our Insta page, TikTok page and Facebook page, Brittaanta News.